शिर माछा राष्ट्र नागरिक सर्वोपरि खर्च अहोरात्र सम्झी प्रहरीको जिम्मेवारी। जय नेपाल, सत्य सेवा सुरक्षणम। आदरणीय दर्शकबिन, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको साप्ताहिक प्रस्तुति प्रहरी कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत तथा अभिवादन। साप्ताहिक रूपमा प्रसारण हुने प्रहरी कार्यक्रममा आज हामी प्रहरी गतिविधि, अपराध समाचार र कार्यक्रमको अन्त्यमा जनचेतनामूलक श्रव्यदृश्य सामग्री लिएर उपस्थित भएका छौं। कार्यक्रम सुरु गरौं प्रहरी गतिविधिबाट। कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले कोशी प्रदेशका 14वटै जिल्लाका प्रहरी प्रमुखहरूसँग भर्चुअल माध्यमद्वारा अर्धवार्षिक कार्य सम्पादनको समीक्षा गर्नुका साथै आवश्यक निर्देशन समेत दिनुभएको छ। माघ 15 गते भर्चुअल माध्यमद्वारा भएको समीक्षा कार्यक्रममा कार्य सम्पादन सम्झौता बमोजिम 6 महिनाको अवधिमा प्रहरी कार्यालयहरूद्वारा सम्पादन गरिएका कार्य प्रगति विवरण सम्बन्धी समीक्षा भएको थियो। समीक्षामा प्रहरी उपरीक्षक सुमन कुमार तिमल सिन्हाले कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट 14वटै जिल्ला प्रहरी कार्यालयहरूको कार्य सम्पादनको तुलनात्मक प्रस्तुति गर्नुभएको थियो। भर्चुअल माध्यमद्वारा उपस्थित जिल्ला प्रहरी प्रमुखहरूलाई प्रदेश प्रहरी प्रमुख घिमिरेले प्रहरी गस्तीलाई प्रभावकारी बनाउन फरार प्रतिवादी पक्राउ, पेन्डिङ मुद्दा तथा चालु मुद्दाको फरचोट कार्यलाई प्रभावकारी रूपमा सम्पादन गरी लक्ष्य हासिल गर्न निर्देशन दिनुभएको छ। साथै उहाँले आगामी निर्वाचनलाई लक्षित गरी निर्वाचन सुरक्षा योजना अनुरूप प्रहरी परिचालन निर्वाचन आचार संहिताको पालना, छनौट भएका निर्वाचन प्रहरीलाई आवश्यक तालिम तथा व्यवस्थापन, शान्ति सुरक्षामा खलल पुर्याउने व्यक्तिहरूको निगरानी तथा प्रहरी कारबाही, सीमा नाकाहरूमा प्रभावकारी चेक जाँचको व्यवस्था मिलाउने लगायतका विषयमा जिल्ला प्रहरी प्रमुखहरूलाई निर्देशन दिनुभएको थियो। सेवा नै धर्म हो भन्ने भावनाका साथ नेपाल प्रहरी श्रीमती सङ्घ कोशी प्रदेशले अस्पतालमा उपचाररत रहेका सुत्केरी आमा, गर्भवती महिला तथा नवजात शिशुहरूलाई लत्ता, कपडा तथा फलफुल वितरण गरेको छ भने विद्यार्थीहरूलाई ब्याग तथा स्टेसनरी सामग्री वितरण गरेको छ। माघ 20 गते विराटनगर महानगरपालिका 19 स्थित रहेको श्री पञ्चकन्या आधारभूत माध्यमिक विद्यालयमा कक्षा 1 देखि कक्षा 5 सम्म अध्ययनरत विद्यार्थीहरूलाई नेपाल प्रहरी श्रीमती सङ्घ कोशी प्रदेशकी उपाध्यक्ष श्रीमती अनिता ढकाल अधिकारी सहित सङ्घका पदाधिकारीहरूद्वारा ब्याग तथा स्टेसनरी सामग्री वितरण गरिएको छ। यसैगरी सङ्घले माघ 21 गते विराटनगरको कोशी अस्पतालको प्रसुति वार्डमा उपचाररत रहेका सुत्केरी आमा, गर्भवती महिला तथा नवजात शिशुहरूलाई लत्ता, कपडा तथा फलफुल वितरण गरेको छ। लत्ता, कपडा तथा फलफुल वितरण कार्यक्रममा नेपाल प्रहरी श्रीमती सङ्घ कोशी प्रदेशकी उपाध्यक्ष श्रीमती अनिता ढकाल अधिकारीले मातृ तथा शिशु स्वास्थ्यप्रति नेपाल प्रहरी श्रीमती सङ्घ कोशी प्रदेशको सामाजिक उत्तरदायित्व र मानवीय सेवा भावनालाई आत्मसात गर्दै न्यानो कपडा तथा फलफुल वितरण गरिएको बताउनुभयो। नेपाल प्रहरी श्रीमती सङ्घ कोशी प्रदेशले निरन्तर रूपमा यस्ता परोपकारी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले यो साता जिल्ला प्रहरी कार्यालय उदयपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको निरीक्षण भ्रमण गर्नुभएको छ। निरीक्षण भ्रमणको क्रममा कार्यालय भवन, सम्पूर्ण शाखाहरू तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै जिल्ला प्रहरी कार्यालय तथा अन्य प्रहरी कार्यालयहरूमा कार्यरत प्रहरी कर्मचारीहरू लगायत तालिमरत निर्वाचन प्रहरीलाई आवश्यक निर्देशन दिनुभएको छ। निर्देशन सम्बोधनको क्रममा प्रहरी कर्मचारीहरूले आफूलाई संगठनको एक जिम्मेवार व्यक्ति सम्झी संगठनको हित र समृद्धि हुने कार्य गर्न निर्देशन दिनुभएको छ। प्रहरीप्रतिको आशा र भरोसालाई डगमगाउन नदिन नागरिकको हरेक सुख दुःखमा सदैव साथ हुनुपर्ने र आउँदा दिनहरूमा समेत जनचाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्नुपर्ने बताउनु भएको छ। साथै नागरिक र प्रहरी बीचको सम्बन्धलाई अझै प्रगाढ बनाई समाजमा शान्ति सुरक्षा कायम राख्न हरेक नागरिकहरूको घर दैलोसम्म पुगेर सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्न निर्देशन दिनुभएको छ। निर्देशनकै क्रममा उहाँले आगामी निर्वाचन सुरक्षाको पूर्व तयारीका साथ आचार संहिताको पूर्ण रूपले पालना गरी भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सक्रिय रूपमा परिचालन हुन निर्देशन दिनुभएको छ। निरीक्षण भ्रमणको क्रममा उहाँले जिल्लाहरूको वर्तमान शान्ति सुरक्षाको अवस्था, निर्वाचन सुरक्षा व्यवस्थापनको तयारी लगायतका विषयमा जानकारी लिनुभएको थियो। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी कर्मचारीहरूलाई लक्षित गरी एक दिने क्यान्सर तथा स्त्रीरोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ।
माघ 19 गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजना तथा विराट मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा सञ्चालन भएको स्वास्थ्य शिविरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर र कोशी प्रदेश प्रहरी गण विराटनगरमा कार्यरत प्रहरी कर्मचारीहरूलाई चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट निःशुल्क स्वास्थ्य जाँच गरिएको थियो। स्वास्थ्य जाँच कार्यक्रममा अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर अस्मिता रायमाझीले कुनै पनि रोगहरूलाई सुरुमै पहिचान गरी उपचार गर्न सकेमा रोगहरूबाट बच्न सकिने बताउँदै क्यान्सर रोगको पहिचान, उपचार पद्धति तथा सचेतना सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो। उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक सुमन कुमार तिमसिनाले प्रहरी कर्मचारीहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनु हुने चिकित्सक टोली तथा विराट मेडिकल कलेजलाई हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्नुभएको थियो। नेपाल प्रहरी श्रीमती सङ्घ कोशी प्रदेशको आयोजना तथा कोशी प्रदेश प्रहरी कल्याण कोषको आर्थिक सहयोगमा सञ्चालित 6 महिना अवधिको सिलाइ कटाइ तालिमको माघ 22 गते समापन भएको छ। नेपाल प्रहरी श्रीमती सङ्घको आफ्नै भवनमा सञ्चालन भएको उक्त तालिमको नेपाल प्रहरी श्रीमती सङ्घ कोशी प्रदेशकी उपाध्यक्ष श्रीमती अनिता ढकाल अधिकारीको प्रमुख आतिथ्यतामा समापन भएको हो। तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई सङ्घकी उपाध्यक्ष श्रीमती अनिता ढकाल अधिकारीले तालिमको प्रमाणपत्र प्रदान गर्नुका साथै तालिम पश्चात सम्पूर्ण प्रशिक्षार्थीहरूले आफूले सिकेको ज्ञान तथा सिपलाई पेशागत रूपमा अवलम्बन गरी आत्मनिर्भर बन्न प्रेरित गर्नुभएको छ। कार्यक्रममा सङ्घका पदाधिकारीहरू, सिलाइ कटाइ तालिमका प्रशिक्षक लगायत प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो। प्रहरी परिवारजनको सिप विकास गरी आर्थिक उपार्जनमा टेवा पुर्याउने उद्देश्यले श्रीमती सङ्घले प्रहरी परिवारलाई लक्षित गरी विभिन्न सिपमूलक तालिमहरू सञ्चालन गर्दै आइरहेको छ। अब प्रात समाचार। सङ्खुवासभाको चैनपुर नगरपालिका 10 का 47 वर्षीय लीला प्रसाद राईको हत्यामा संलग्न रहेका छिमेकी 59 वर्षीय शिवकुमार राईलाई इलाका प्रहरी कार्यालय चैनपुरले पक्राउ गरेको छ। माघ 17 गते वस्तुले घाँस खाएको विषयमा आपसी वाद विवादको क्रममा शिवकुमार राईले आफूसँग भएको खुकुरीले लीला प्रसाद राईलाई प्रहार गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको थियो। घटनामा संलग्न शिवकुमार राईलाई प्रहरीले घटनामा प्रयोग भएको खुकुरी सहित नियन्त्रणमा लिएको छ। हत्या आरोपमा पक्राउ परेका राईको कर्तव्य ज्यान कसुरमा कानुनी कारबाही तथा थप अनुसन्धान भइरहेको छ। सुनसरीको हरिनगर गाउँपालिका 1 स्थितबाट नेपाली रुपैयाँ 1000 दरको 28 थान नक्कली नोट सहित इनरुवा नगरपालिका 10 का 25 वर्षीय बहिस मियालाई प्रहरीले पक्राउ गरेको छ। माघ 21 गते राति हरिनगर 1 स्थित किराना पसलमा सामान खरिद गर्दा मियाले नक्कली नोट दिएको भनी पसल धनीले प्रहरीलाई जानकारी गराउन साथ प्रहरी चौकी बुटाहाबाट खटिएको प्रहरी टोलीले मियालाई तत्काल नियन्त्रणमा लिए शरीर खानतलासी गर्दा उनको साथबाट नेपाली रुपैयाँ 1000 दरको 28 थान नक्कली नोट फेला परेको थियो। नक्कली नोट सहित पक्राउ परेका वहिस मियाको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ। झापाको भद्रपुर नगरपालिका 8 स्थित भद्रपुर विमानस्थलबाट 144 ग्राम 400 मिलिग्राम लागु औषध ब्राउन सुगर सहित 1 जना र कारोबारमा संलग्न 2 जनालाई काठमाडौँ बुढा नीलकण्ठ 6 स्थितबाट प्रहरीले पक्राउ गरेको छ। माघ 19 गते साँझ झापाको भद्रपुर विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भद्रपुरबाट काठमाडौँ जान लागेकी हुम्लाको खारपुनाथ गाउँपालिका 2 की 26 वर्षीय रोशनी बुढालाई 144 ग्राम 400 मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो। ब्राउन सुगर सहित पक्राउ परेकी रोशनी बुढालाई सोधपुछ तथा अनुसन्धानको क्रममा अन्य कारोबारी समेत काठमाडौँमा रहेको भनी बताए अनुसार लागु औषध नियन्त्रण ब्युरो काठमाडौँबाट खटिएको प्रहरी टोलीले काठमाडौँ बुढा नीलकण्ठ 6 स्थितबाट कारोबारमा संलग्न सिन्धुपाल्चोक 5 पोखरी गाउँपालिका 6 का 30 वर्षीय सन्तोष बन्जारा र रामेछाप दोरम्बरा गाउँपालिका 5 का 21 वर्षीय थोर्मस तामाङलाई पक्राउ गरेको हो। ब्राउन सुगर सहित पक्राउ परेका उनीहरूको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ। लागु औषधमा संलग्न व्यक्ति कि जेलमा कि सुधार गृहमा भन्ने उद्देश्यका साथ परिचालन भएको प्रहरी टोलीले यो साता ब्राउन सुगर र प्रतिबन्धित औषधि सहित 32 जनालाई पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले 227 ग्राम 613 मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित औषधि 697 वटा ट्याब्लेट र 389 वटा क्याप्सुल बरामद गरेको छ।
लागु औषध गाँजाको ओसार पसारलाई नियन्त्रण गर्न परिचालन भएको प्रहरी टोलीले यो साता कोशी प्रदेशका विभिन्न स्थानहरूबाट 1001 किलो 415 ग्राम गाँजासहित ओसार पसारमा संलग्न 11 जनालाई पक्राउ गरेको छ। चेकजाँचको क्रममा भोजपुरको हतुवागढी गाउँपालिका 9 स्थितबाट 826 किलो 660 ग्राम गाँजा बोकेको ना 7 350 नम्बरको ट्र्याक्टर सहित ओसार पसारमा संलग्न 9 जनालाई पक्राउ गरेको छ। चेकजाँचकै क्रममा धनकुटाको साँगुरीगढी गाउँपालिका 1 स्थितबाट 33 किलो 500 ग्राम गाँजा सहित 1 जना, साँगुरीगढी 5 स्थितबाट 12 किलो गाँजा सहित 1 जना र साँगुरीगढी 6 स्थितबाट 90 किलो 230 ग्राम गाँजा बोकेको नक्कली नम्बर प्लेट लगाएको टाटा सफारी गाडी नियन्त्रणमा लिएको छ। यसैगरी सुनसरीको वर्जो गाउँपालिका 3 स्थितबाट 30 किलो गाँजा बेवारिस अवस्थामा बरामद गरेको छ। लागु औषधको उत्पादन, सञ्चय, बेचबिखन, ओसार पसार तथा सेवन गर्नु कानून अनुसार दण्डनीय अपराध हो। यस्तो गैरकानूनी कार्य नगर्न कोशी प्रदेश प्रहरी सबैमा अनुरोध गर्दछ। दर्शकबिन अब कार्यक्रममा पालो भएको छ जनचेतनामूलक श्रव्य दृश्य सामग्रीको। ल गाइज, धेरै पछि भेट भयो, एकदम खुसी लाग्यो। अहिले म जान्छु, मलाई हतार छ। म पनि जान्छु नि तसँग। कहाँ हो र तिमी बस्ने? म चाबेल। ए, म तिमीलाई छोडिहाल्छु नि त। ठिकै छ, सुरजले तँलाई छोडिदिन्छ अरे। सुरजसँगै जान त। हुन्छ। ल, म अहिले जान्छु है। ओके, बाई। हस्, बिस्तारै जानु। बाई। ए साँच्चै अन्जु, तिमी अनलाइन गर नि त है। हुन्छ। बाई बाई। बाई। जाउँ है।
यो अन्तिमचोटि भन्दैछु म तँलाई, तँसँग आधा घन्टा मात्र बाँकी छ। तेरो अडियो सहितको भिडियो तेरो परिवारलाई पठाइदिउँ कि मलाई 50,000 पठाउँछस्? मैले तपाईँको के बिगार्दिएको छु र? मलाई किन यस्तो गरिराख्नु भएको छ? तपाईँको तपाईले डायल गर्नु भएको नम्बर उठेन। भावना, के भयो? किन कलेजमा आएको? फोन पनि उठाउँदैनौ त? सुरज, भोलि दिउँसो भेटौँ न है, केही कुरा भन्नु छ तिमीलाई। सुन्नुहोस् न, केही कुरा भन्न मन लागिरहेको थियो, त्यही भएर भेट्न बोलाएको। भन न। मलाई मेरो फेसबुकमा कुनै रिजन सुब्बा नाम गरेको आइडीबाट नराम्रो मेसेजहरू आइरहेका छन्, अनि मेरो पोस्टमा नराम्रो कमेन्टहरू पनि आइरहेका छन्। अनि हाम्रो फोटोहरूलाई कुनै नेकेड फोटोहरूसँग जोडेर तेरो योसँग सम्बन्ध चलिरहेको छ भनेर कलेजको ग्रुपमा मेसेज पठाइदिन्छु भनेर मेसेज गरिरहेको छ। त्यति मात्र होइन, तेरो परिवारलाई यी फोटोहरू पठाइदिउँ भन्छ। खै मलाई तिम्रो मोबाइल देऊ त। यो फोटो कसरी सेयर भयो? तिमीले कतै अपलोड गरेको थियौ र? खै, यो फोटो त कतै अपलोड गरेको छैन। यो फोटो त सुरक्षालाई मैले पठाएको थिएँ। सुरक्षा? Listen, you're the one that matters the most to me. Please try and understand. I love you, Suraj. हेर सुरक्षा, I can understand your feeling. But मैले तिमीलाई त्यस्तो नजरले कहिल्यै हेरेको छैन। We are just friends. र यो सम्बन्ध सधैँको लागि रहिरहनेछ। So I am sorry. यो सब काम सुरक्षाको हो। यतिसम्म मिल्ने साथी भएर नीच हरकत गर्ला मैले कहिल्यै पनि सोचेको थिइनँ। अब तुरुन्तै प्रहरी चौकी गएर यस विरुद्ध उजुरी गर्न पर्छ।
दर्शकबिन आजलाई प्रहरी कार्यक्रम यति नै। हाम्रो यो कार्यक्रम कोशी प्रदेश प्रहरी कार्यालयको युट्युब च्यानल, कोशी प्रोभिन्स पुलिस र कोशी प्रदेश प्रहरी कार्यालयको वेबसाइट तथा फेसबुक पेजमा समेत हेर्न सक्नुहुनेछ। कार्यक्रम बारेमा कुनै सल्लाह सुझाव प्रतिक्रिया भए हाम्रो इमेल ठेगाना koshi_newsdesk@nepalpolice.gov.np अथवा मोबाइल नम्बर 98 526 94 444 मा समेत जानकारी गराउन सक्नुहुनेछ। तपाईलाई प्रहरीसँग सम्बन्धित कुनै जिज्ञासा, सूचना तथा उजुरी भए हाम्रो हटलाइन नम्बर 100 वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ। यसैगरी कोशी प्रदेश प्रहरी कार्यालयको टिकटक तथा फेसबुक रिल्सबाट समेत सचेतनामूलक जानकारी प्राप्त गर्न सक्नुहुनेछ। हवस् त अर्को सातासम्म म लगायत यस कार्यक्रमका सम्पूर्ण युनिटलाई बिदा दिनुहोस्। तपाईहरुको यो सता सुखद रहोस्। नमस्कार। जय नेपाल। हर गाउँ हर नगरी फुलको बसना सरी नागरिकलाई मानी सर्वोपरि। हर गाउँ हर नगरी फुलको बसना सरी नागरिकलाई मानी सर्वोपरि। हर पल हर घडी जन जनको लागि खड्छ नेपाल प्रहरी, नेपाल प्रहरी।